Hello and namaste sabaiलाई. Good morning everyone. We are today presenting you all the way from Whitfield, Dover. अनि हामी चाहिँ हिजो रातिको long drive 5 hours plus पछाडिको ड्राइभ पछाडि चाहिँ हामी यहाँ Whitfield आइपुगेका छौँ अनि today is a big day है अनि तपाईहरुलाई चाहिँ के हो त भनेर चाहिँ हामी चाहिँ अब the time passes through हामी तपाईहरुलाई भन्ने छौँ र हामी चाहिँ आज यहाँ बबिनु अनि सङ्गमको घर चाहिँ आइसकेका छौँ अनि यहाँ सङ्गम दाइले बनाउनु भएको ब्रेकफास्ट एन्ड बबिनुले चाहिँ सबै प्रिपेयर गरिदिएर है अब हामी चाहिँ ब्रेकफास्टमा लाग्दैछौँ एन्ड विल सी यु गाइज इन अ बिग हेलो एन्ड नमस्ते एभ्रिवान अघि बिहान चाहिँ जेम्सले इन्ट्रो गरिसक्नुभयो अनि अहिले चाहिँ हामी जाँदैछौँ अहिले चाहिँ हामी मेकअप र हेयर मात्रै गऱ्यौँ कस्तो कहाँ हो कि कपाल स्ट्याबल भएको छ कि भएको छैन मेकअप र हेयर मात्रै गरेर अहिले चाहिँ यमुना दिदीको घरतिर जाँदैछौँ र वहीँ गएर ड्रेस लाउने होइन पहिला चाहिँ अलिअलि डेकोरेसनहरूमा हेल्प गरेर हाम्रो यहाँ चाहिँ बबिनु यहाँ हुनुहुन्छ जेम्स दाई अनि उता देखाउनु दाइलाई त्यो यस्तै आफै घुम्छ होइन र खतरा राइट गाइज हामी चाहिँ अब सङ्गमको फरारीमा सुपर कारमा बस्ने मौका पायो थ्याङ्क यू सङ्गम राइट सी यू सुन या ल गाइजलाई यहाँ के छ त ल बोय कि गर्ल बोइज मेरोबाट ओके ल सङ्गमकोबाट बोय मेरोबाट चाहिँ म घरको लक्ष्मीलाई मेरोबाट चाहिँ सपोर्ट गर्छु मेरोबाट पनि खै किन मलाई दिदीहरूलाई हेर्दाखेरि चाहिँ गर्ल जस्तो लाग्छ तर मनभित्र कता चाहिँ बोय पनि हुनसक्छ जस्तो लाग्छ प्लिज कुड यु बी स्ट्रेट टु द पोइन्ट तर म चाहिँ आज पिङ्क लाउँदैछु अलराइट कसलाई फोन बबिनाको मेरो चाहिँ तिमीले गरेको फोन न्युट्रल हो अलराइट किनकि मलाई थाहा छ हेलो साथी हिँड्ने हो हेलो Hello, Guruji. Welcome to our vlog. Thanks, के हो भ्लग हो क्या हेलो कस्तो राम्रो देख्यो भाइ दिदी कस्तो दामी ब्याकग्राउन्ड नै दामी देख्यो यार यहाँ त जाने आउनुहोस् आइला मुन आउनुहोस् आइला मुन आएर म आएर म उता हेर आन्टीलाई हेर्नुहोस् त हेलो ए छिस्से बेरेर कृष्ण टिप्नु खाना पनि देखाउँ न यस्तो ready to go म नि अहिले कपडा लगाइ चाहिँ खिच्छु हेलो कस्तो गनाएको भन न है फुल ready to go मुने हामी चाहिँ यहाँ रेडी गर्दैछौँ के लाग्यो दाइ यहाँ कस्तो फ्यान्सी सबैजना यहाँ रेडी गर्दै हुनुहुन्छ यिनीहरू सबै के माया हो कस्तो राम्रो देख्यो भाइ दिदीहरू चाहिँ यहाँ रेडी गर्दै हुनुहुन्छ फुस्सा गरिदिनु अहिले नि यहाँ फुस्सा हुन्छ बबी नि आयो त हेर अबि Oh my god
यहाँ चाहिँ हाम्रो वानाजिया र सिग्नलको चाहिँ एउटा फुटबल म्याच चल्दैछ कि नेपालको पनि वानाजियाले गोल हाल्नु भएको छ दाजुहरूले Mama, हजुर छोरी खानु बिहान्छु Mama मैले हाई गर्दिने हाई नो यस्तो गर्दिनु हानो भन्ला आइलो के भयो के हुन्न यता भए Mama Mama हजुर दिदी हुनु यार दिदी अब रेडी भएको फोनबाट मेरो फोन अब त हामी त कपडा मात्रै हो आइने म रेकर्ड गरौँ है मात्र हाई गर्देऊ न हाई आन्टी माया गर्देऊ यसो गर्देऊ न तिमीसँग नि मान्छ ओए तिमीलाई चिनेछ म त चिनेन कि अहिले भुन्टीले अहिले एकछिनमा मान्छ यसो नछोडेको उसलाई नछुने हे हो मम्मी मेमे मम्मी हो र पिङ्क ब्लू लाएर बस्नु भयो त ब्लू टिम ब्लू हो मेक्सी टिम ब्लू हो ठुलो भएपछि भ्लग हेर्ने है 2 मिनेट ल हाई गर हाई आउन मुन्नी भागे कि अब हामी रेडी हुनु पर्ला है लुगा मात्रै लाउने हो के कपडा मात्रै लाउने हो उनीहरु हाई हाई अस्मितु हाई गाइस हाम्रो निकुवाको ब्लगमा तपाईहरुलाई स्वागत छ तिमी लाउ न सब्स्क्राइब कमेन्ट डिङ 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 भन तिमीले अरूलाई सिकाउने आफू भन्न नसक्नी ल भन आइ गो के यो माया हो आहा अब यता सजाम न है प्लिज है अब छोडेर नि फुटबलतिर लाग्नु छ दाजु हामी चाहिँ ड्रेस लाएर पनि आइसक्यौँ र अब Daddy, daddy, daddy. Our daddy to be. Daddy soon to be हुनु हुन्छ होला नि त के दुईटा लाग्यो एउटा ल्याउनु पर्छ होला मम्मी जे रेडी हुन्छ यो चाहिँ हामीले सक्दो जानेको डेकोरेसन अहिले मम्मीसँग गरौँला नि टिम ब्लूहरू एनिभर्सरी रहेछ के 2 दिन मरेको लाइन 2 दिन मरेको हो र एउटा रोयल टी-शर्ट जर्सी लगाएर एक भिडियो दामी हाल एक वर्ष ठ्याक्कै एनिभर्सरी एक्सिडेन्टमा हो Oh my god! Hey, mommy. Mommy. Papa and mommy today. फोटो खिच्छु नि यो समाज कस्तो राम्रो देखा भाइ मिस नेपाल हुन पाइएन अब मिस मामे मिस नेपाल हुन पाएन Oh my god, see. भएन पेशेन्स लेभल त 0 हो नि त वाउ कस्तो राम्रो आछ दाइ काले आयो एउटा पोज सेभ गरिदिए तर कस्तो आउने कुर्सीमा बस्नु साइड चाहिँ कुवर जाने दाजुलाई लाज लाग्यो अझै निल डाउन गर्नु पर्यो अलिक उब्रेको जस्तो देखेँ क्या तपाईँ दुईटै घर टेक्नु हुनु थियो
नगर्ने हो यस्तो कता बाहिर हिँड्नु भएको तपाईँ मेरो भ्लगमा हेर्नुभएको बिचरा यो प्रिन्सलाई त हुँदैन भाइ सबै बिगार्नु भयो दाइले फोटोहरू प्रिन्सलाई दिदीलाई मात्रै हेर्नु न दिदीलाई हेर्ने यसरी हो माया गरे मायालु नजरले हेर्नु न हौ कस्तो जबरजस्ती हेरेको जस्तो गर्छ यहाँ मुसा ल भयो भयो ह्यापी डेज भोक लागिसक्यो सबैलाई एकछिन रोक्नु न म रेडी हुँदैछ हो त्यो दाँत कुटाउनेको एकजना मात्र पिङ्क मम्मी एन्ड ड्याडीले चाहिँ अरे यस्तो टार्ने ब्रो पहिला लिने हो कि कुन चाहिँ हो यहाँ पहिला यो तिम्रोबाट म खिच्दिन्छु ए तपाईँ त उस हो नि त है भनेको मात्र तर चाहिएको चाहिँ गर्ल छ होइन म त होला जस्तोमा भनेर नि त ए ला बुढा हेर त लिक भएछ एकछिन खोलेर राख्देऊ अब बजे बजेलाई के जस्तो लाग्छ गाना पनि लाम न यसो पछाडि म पनि छोरालाई सपोर्ट भयो बहिनी फुपू है फुपू ए लिन्छ नि हामीले त बगिनु र म त गर्दैन जस दिदी र दिजना चाहिँ होइन ए के जस्तो लाग्यो त्यही टाल्ने त्यो फोटो त छोरा छ मन त ल भयो यति सबैले पाए ल ल ल यो गर्ल ए अड्काएर यो बोय ल अब आन्टीको पाली टास्ने हो केटी भनी हो केटा भनी हो फोटो फोटो हेर्नु पहिला हजुर अब यतिकै टास्ने निकाल्दिन्छ फोटो फोटो हेर्दैन छोराछोरीलाई के आशिष है अब मत युज गर्नु त हुन्न जे छ त्यसमा खुसी हुनुपर्छ है त्यही हो नि हो नि ल यहाँ हेर्नु है के होला जस्तो छ अनि डिसिजन अह फोटो पनि देखाएको रहेछ म्याक्सिमम गोल आउला जस्तो पो गोल गोल गरिदिनु पर्यो ब्लू हो नि फेरि दुईटा पाउन्ड न फेरि एउटा बोय टिम अनि यो चाहिँ यो टिमले जित्यो भने के हुन्छ केही हुँदैन दिनु पर्छ सबैले दाइ हुन्छ ब्लुको पनि दिएको छ त यो ओहो सिस टिम भयो भयो ब्लू त गोल हाल्नु हैन ब्लूले जित्छ होला आइरन म्यान चुज गर्दिने हो त चाहियो भने ल है कोले जित्छ है कोले जित्छ ए अघिसम्म टिम पर्थ्यो भिडियो गर्यो है ल बुढा थाहा छैन ब्रोले त गोल समाते छ तर मलाई बोय नै हुन्छ जस्तो लागिरहेछ तर मलाई तर बोय हुन्छ जस्तो लागिरहेछ तर गोल भयो चाहिँ झन् दामी हैन यो त लाडो गुरु त बोय हो नि यारी ल भाइ सर्ट चाहिँ बिउ लाछु तर यसो सङ्गम ल ओइ क्वेसन आउट हुने क्वेसन आउट आएर म नभएर दुईटा अप्सन कुन टिप्दो रहेछ अगाडि नदेखाइदिनु न त यतिकै टिपमा दिनु साना चुज एउटा हाल्ने है चुज गर एउटा
अहिलेलाई चाहिँ बोइले जितेछ हल्ला गर्नुमा त टिम गल्फ सबैजना let's cheers for blue अब भन्नु न पिङ्क पनि भन्नु न blue okay let's cheers for pink ल त्यो एक खानुस् अनि बिचमा बोल्नु फेरि साइडमा गरेर बिचमा होला उनीले बिपिन स्थापितै हुन्छ कि क्या हो दाजु एक्सिलेन्ट धेरै धेरै बधाई छ कस्तो लागिरहेको छ त भन्नुहोस् न दुई शब्दमा दुई शब्द भन्नु न बरु दुई शब्द भनिदिनु पर्यो खुसी लाग्यो ए अब खोइ खोइ ओइ केटा खोइ 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 ब्रेकर भ्लगर हुन्छु क्या हो अङ्कल रमाइलो भइरहेको छ अङ्कल होइन ल हाम्रो अङ्कलले यहाँ इन्जोय गर्दै हुनुहुन्छ ल सङ्गम ल ठिकै हुँदैछ आन्टी या आएर मुन वाउ सी हाई हाई गरिदिनुहोस् वाउ वेल डन आएर मुन हजुर बहिनी आएको ल दामी ओहो यो फोटो त क्यान्डी राखेको यार ल हेर त ल 1 2 3 ल फेरि 3 2 1 बेबी गो ल हो त्यस्तो ओहो कस्तो दामी आएको 1 2 3 गो ल सही It's a baby girl.
ready? Mama. Oh, full single. What? Cameraman le आएगी कुछ. Ready, Bidu? Yes, Bidu. Well done. Thank you. ल जमेस दाइ जानु मैले मात्र पिङ्ला गुरुजीले अलिक त्यहाँ गएर चटपटे घडा गुडुक हान्न त माइक्रो मान्छे आज कहाँ दिला काम लाउनु भएको अलि त यता ओहो नि त रेडी 1 2 यो हुन्छ भाइ चाहिँ बहिनी हुन्छ 1 Next one. बस भगायो 1 2 3 Thank you so much. म त बिलिभै भएन है छोरी छोरी भएर होइन कि आई मिन लाइक बेबी भयो मम्मी हुन लाग्यो ल पाए दामी आयो ल यो त लम्बी रह्यो 3 Next one. Dale हसन अब बस्दै कस्तो गरे यसमा के मुना पनि लाग्छ नदेऊ रे है मुना पनि हाल्न भन्नु I lemon. जेन्डर रिभिल को उसको बालो भन्नु है यो हामी चाहिँ छट्टा आएछ अर्गनाइज गर्न मुना बहिनी हैन ठिकै छ बहिनी ठिकै छ सुलुलुलु त्यो बिहे भोजतिर हुन्छ नि ठ्याक्कै क्यामेरा आयो भने मखाइ ल हामी गर्ल्स ग्याङ चाहिँ यहाँ है ए ड्याडी हामी चाहिँ सुरु यहाँ दिदीले चाहिँ यस्तो मिठो मिठो खाना बनाउनु भइरहेछ हजुर हो नि हामी चाहिँ खाना लागेको अब बबिनु मेरो यही छ मेरो है त यस्तो मिठो भएको ए मेमे तिम्रो भ्लग भन्दा अङ्कलको टिकटक छिटो आउँछ जस्तो ड्याट टिभी लाउने हो कि अब लाइट बल लाइट बोल्नु है दाइ दुई शब्द प्लिज दुई शब्द भन्नु पर्यो साथमा तपाईले गर्दा फलोअर्स बढ्छ कि निकै कुनी हजुरले हजुरको थ्यांक यू भेरी मच आजको यो क्षणलाई कभर गरिदिनु भएकोमा थ्यांक यू दाइ म चाहिँ मलाई घर अफर आउँछ होला अनि तर फेरि आयो भने चाहिँ फेरि म फोन हान्छु
हामी जान्छौँ त्यहाँ उस के दुईटा ड्राइभरमा हालेछ एउटा ड्राइभरमा चाहिँ टेनिस बल राम्रो देखायो तिम्रो स्किन कस्तो राम्रो खाना आँटेको खाना कुर्दै हो किन प्ले भयो नि यो के हो भाइ यता चाहिँ हाम्रो मम्मी एन्ड छोरी स्लिपिङ यता चाहिँ मोनु एन्ड भ्लगरज्यू चाहिँ यता नगरेर लुकेर बस्नु भएको छ त्यही भएर मैले चाहिँ हालिदिएको छु है अनि यता बाहिर चाहिँ हाम्रो दाजुहरू मेसिङ खाँदै हुनुहुन्छ सरी मेसिङ खाँदै त होइन बनाउँदै हाम्रो चाहिँ पप्पा यता हुनुहुन्छ हामी चाहिँ भात खाने लाइनमा है यस बबिन यता हेर त तिम्रो कपाल लभली देखेछ है दाइ देख्यो हो यस्तो कस्तो छ खै होला अब खाइसक्नु भयो आन्टीले कस्तो भयो चान हान न पप्पाजी पापाजी यता हाम्रो दाइहरू रमाइलो गर्दै हुनुहुन्छ New vlogger in the town. केही कुरा छ कि ह्याप्पी वाइफ ह्याप्पी लाइफ गुड हाम्रो पप्पाले चाहिँ यहाँले टेबल डिनर गर्दै टेबल सेट गर्दै हुनुहुन्छ म त गएँ है त्यतिर आउने हो राम्रो आयो भाइ हेलो हेलो ल हामी चाहिँ खाना खायौँ यस्तो क्यान्डल लाइट डिनर यता हेर बबिना यो के ल्याम्प भन्छ लालटिन Happy birthday to you. Can I blow more? Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. बबिन हेर बबिन बबिन हेर नि मैं कहाँ हूँ बहन कति बजे पनि भनिदिनुहोस् न प्लिज कति बज्यो भोलि जानु एक वर्ष लाग्छ है साफ फेरि बक्का युट्युबमा होइन म हालिहाल्छु ल बाई एभ्रिवान ए कता खै अन्धार कालो मान्छे होइन राम्रो आएको छ लाइट आएको छ मुना उता फर्क्यो तिम्रो अनुहार टल्किरहेछ बल्ल देख्यो छरछिमेकीलाई डिस्टर्ब भयो ल जाम बाई अहिले चाहिँ हामी डोबरमा जाँदैछौँ अस्मिताको घरमा खाना खान यता हुनुहुन्छ जेम्स यता हुनुहुन्छ सङ्गम दाई
यता हुनुहुन्छ हाम्रो बबिनो एन्ड यमुना सिस्टर मम्मी अनि यता भइराख्नु भएको छ हाम्रो ब्लगरज्यू हजुर सक्छ त्यसो गर्छु नत्र भने चाहिँ अब उता ब्रेकअन गएर बस्ने हो कि त्यहाँ गएर बस्ने किन भन्नु न अब कुर्सी पनि ए ल हामी चाहिँ यहाँ नेपाली दोकानबाट सपिङ पनि भइसक्यो सबै 1 केजी हाल्दैछ भाइ हड्डी नि हालिदिनु भयो अनि मैले दिदी नमस्ते दिदी जहिले बिजी हुनुहुन्छ हामी चाहिँ अब अस्मिताको घरमा आइसक्यौँ त्यो फ्रिजमा देखिन्छ के बहिनी र दोस्को यहाँ त ह्याप्पी दिवाली छ त जस्तो है मैले है जस्तो के हेलो एउटा आफ्नो भ्लग बनाउँदै हुनुहुन्छ हजुर बिहान कस्तो भएको फेरि ओके हामी रोएर बसेको आज मलाई रुवाइदिएको आज साँच्ची भाइलाई रोइदिएको छिर्न पनि पार्छ लाग्यो अब होइन अङ्गारामा त्यहाँ चामल ए हुन्छ अस्मिताको घर के गरेको मैले सपिङ हामी पहिलाको पुरानो ग्याङ है अब अप्पु मिसिङ सुएका सिस्टर मिसिङ कस्तो राम्रो हामीलाई म देखाइन्छ अहिले फेरि यसो गफ गरेर जस्तो एक्टिङ गर्नु न नाटकवाला गर्ने अरे कि बुढा हो कि तिमी त यार मधु मोरे चाहिँ हाल्नु पाउँदैन है साथी खाना सिस्टम के ओके भैँसी छ तिम्रो घरमा मोही बनाउनलाई गाइजहरू ब्रुनाईमा यस्तै हुन्थ्यो खालि फिफा लिएर होइन फेरि अहिले ब्याक टु द ब्रुनाई लाइफ भयो है ल अब हामी खाना खान लाग्यौँ अस्मिताको हातको कस्तो हुँदैछ जेम्स ब्रो यमुना सिस्टर बबिनो मिठो 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 बबिनो यो चाहिँ बेबीले बनाएको तिरामिसु मलाई देखाउनु भन्नु खाऊ बबिनो खाऊ खाने नै बाई बाई एभ्रिवान बहिनी बाई बाई नजानु भने मान्नु भएन बाई अस्मितु जाना होला फेरि ओके आउँदैन होइन ल बाई बाई ल see you बाई सिस्टर बाई सी यु सुन बाई 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 दाई हुन्छ ल थ्यांक यू बाई बाई हामी चाहिँ भेटिहाल्छौँ काम ओ भेटघाट भइहाल्छ बाई सही हो बाई तिमी होइन अब बाई त हो त खाइ मम्मी एक चिज देखाउनु त पेट देखाउनु पेट अब कस्तो झुच्ची मम्मी हो बाई Bye bye. Thank you so much for coming, guys. Congratulations, sister everybody. Yes. Thank you. ल 3 2 1 भिडियो भइरहेछ Thank you so much फेरि पनि आइदिनु भएको यति टाढाबाट पछि फेरि भेटौँ अब बेबी सावरमा बसिन्छ रुन्छ यो दिदी अब दिदी रुन्छ अब दिदी रुनुहुन्छ अब रेडी भाइ यता चाहिँ हतार भयो ल बबिनो म कहाँ हो यता हो यता हो 1 सेकेन्ड ल टेक अर्केको उतै बाई बाई गाइस सेफ ड्राइभ Thank you. Wait, उस नगरे अनि उस मेरो कुरा भन्नु बाई बाई See you. हामी त यहीँ हो है फेरि गाइस ल ल ल हामी चाहिँ अहिले आस्पोर्ट आउटलेटमा चाहिँ घर जानु अगाडि क्विक छिरेको होइन यहाँ अलमोस्ट बन्द हुन लागिसक्यो स्टिल घुम्दैछौँ थ्याङ्क यू फर वाचिङ आवर सी यु अगेन इन नेक्स्ट ब्लग बाई